हेलो दर्शक नमस्ते साथीहरु सबैजनालाई म पूर्ण तामाङ है। हाम्रो आज नयाँ दोस्तहरु भेट भएको छ हैन। खोइ हाम्रो कहाँ जानु भयो? हेलो हैन साथीहरु के छ अनि हालखबर? हामी चाहिँ दोस्ती हैन पहिला पढ्दा देखिको हामी चाहिँ अब यहाँ भेट भएर हैन हामी बोर्डमा चाहिँ घुम्न लागिरहेछ समुद्रमा। आजको घुमाइ चाहिँ एकदम रिल्याक्स हुन्छ, बिन्दास हुन्छ। बिस्तारै हेर्दै गर्नु होला आज के कस्तो हुन्छ, घुमाइ के कस्तो हुन्छ हैन। अब हामी सबै जानकारी दिने रहेछौँ। हामी चाहिँ अब जानकारी दिँदैछौँ हैन। तर्फ लाग्यो अब चाहिँ यहाँ बिन्दास रिल्याक्स केटा हो खाने रहेछ। हाम्रो यो सानसानो बोर्डहरूमा हामी चलिरहेको छौँ। यहाँ हाम्रो साथीभाइहरू धेरै टन्ने हुनुहुन्छ र यहाँ साथीभाइहरू इन्जोयको लागि धेरै टाढादेखि आइराख्नु भएको छ। म आग्रह गर्दछु। हेलो गाइज नमस्ते हैन। आज चाहिँ हामी अब मलेसिया आएको 3 वर्ष भयो। पहिलोचोटि अब डुङ्गाको अनुभव लिँदैछौँ। जे होस् अब फर्स्ट टाइम हो, इन्जोय होला जस्तो छ, रमाइलो होला जस्तो छ हैन। साथीहरु यता राम्रै मुइहरु छ के हैन, यता राम्रै बुवाइहरु छ हैन। यता घरहरू यस्ता छन्, यस्ता ठाउँमा बस्छन् हैन। तपाईहरुले यहाँको भ्यू देख्न सक्नुहुन्छ। सबले हेरेर मनोरञ्जन लिन्छन् नि त। भिडियो चाहिँ भइरहेछ। पुरा मान्छे घुमिसक्यो है, त्यही भएर अब लाइन बाई लाइन बोलिनु पर्छ। हेलो नमस्ते सेवाहरू, म पूर्ण तामाङ है। यतिखेर हामी मलेसियाको चाहिँ ठाउँमा लगभग हामी छिरिसक्यौँ है। तपाईँ हेर्न सक्नुहुन्छ यो पुरा मलेसियाको समुद्रपट्टि बोर्डमा चढेर घुम्न आउने होइन। बोर्ड चढेर आउँदा चाइना टाउन भन्ने ठाउँ हो यो, चाइना टाउन। कतिपय साथीहरू छुट्टीको दिनमा यहाँ रमाइलो गर्न आउँछ है। अब त्यसै गरी हामी पनि आज रमाइलो गर्न आएको है। तर भनेको सधैँभरि चाहिन्छ, पैसा भनेको आफ्नो शरीर छाउन्जेल कमाएर है। अब यो बोट चाहिँ हामी यसमै चढ आइयो है होइन। यहाँ टक्क छ है, रमाइलो छ। यस्तै छ होइन। त्यहाँ यसो हेरौँ न, घुमौँ न। होइन मैले हेर्न गएको साइड दिएर त साइड त दिनु पर्यो नि त। कति गर्मी यार, गर्मी छ। अब के हाम्रो देवा सर कहाँ जानुभयो यार? माइकले हराइयो यार।
फर्किनाले 5 बज्नुपर्छ। यही हो साथीहरू मलेसियाको चाइना टाउन भन्ने ठाउँ होइन। टुङ्गो पारेर यहाँ माथि तोरण लगाएको छ है। मैले यो भिडियो अघिल्लो भ्लगमा पनि हालिसकेको छु होइन। यो साथीहरूले पुनः तामाङ धादिङ युट्युबमा हेर्न सक्नुहुन्छ सर्च गरेर है साथीहरू। अब यहाँ आज छुट्टी भएर हो कि है, साथीहरू पनि धेरै छ कि अनि धेरै प्याक साथीहरू है। के हुन्छ कसो हुन्छ सबै देखाइन्छ होइन। अब यहाँको भ्यूहरू हेर्नु होला, रमाइलो गर्नु होला। त्यस्तै छ होइन। दिनभरिको आजको पब्लिक होलिडेको छुट्टी दिनभरिको आज यत्तिकै जान्छ होइन। बसाइ आज अब घुमेर यत्तिकै मलेसिया पनि घुम्नु पर्यो नि त। कहिले सधैँ काम काम भनेर होइन, सबै एक रात बसेर भएन। कहिले ठाउँ ठाउँको यसो अवलोकन गर्न पर्यो, देखाउनु पर्यो होइन। अच्छा यताउति सबै देखाउनुपर्छ होइन। ल हेर्नु होला तपाईँहरू, अचम्म पर्नुहुन्छ होला। अब यहाँ पानीमा आएर घरहरू हुन्छन् होइन। समुद्रमाथि घर बन्दैछन् यहाँ। घुम्न जाने आउने गरौँ है साथीहरू। घुम्नको लागि चाहिँ एकदम राम्रो छ क्या मलेसिया घुम्न चाहिँ आउनु। हेलो दर्शक नमस्कार साथीहरू। अब हामी होइन, अब हामीले लिनको लागि यो बोट आइसकेको छ। अब हामी होइन यो बोटमा चढेर जान्छ क्या। अब किनकि यहाँ मान्छेको पुरा पिकअप हुन्छ होइन, त्यसले हामी डुङ पारेर तल जान्छ होइन। मान्छे यो हामीले चाहिँ सबै घुमिसक्यौँ होइन। अब चाहिँ हामी यहाँ रिटर्न हुँदैछौँ। पहिला हामी चाहिँ सबै घुमिसकेका छौँ। अब यहाँबाट हामी रिटर्न हुँदैछौँ। सबैलाई गर्ने प्राथमिकता छ होइन। पहिला चढ्ने ओर्ने होइन, पहिला आएको मान्छेलाई चाहिँ ओह्राल्नु पऱ्यो, त्यसपछि चाहिँ चढ्ने भन्ने यही हो त। यही हो। हेलो साथीहरू, हामी चाहिँ चाइना टावर घुमेर हामी मलेसिया घुम्दैछौँ। हामी टनाइछौँ। यहाँ भनेको धेरै छौँ, पैसा धेरै चढेछ। तपाईँले बिहान भयो? म त बिहे गरेर 7 महिना भइसक्यो यहाँ मलेसिया। 3 महिना? ल यार आज मेरो कहानी छुट्टै छुट्टै रहेछ एउटै रहेछ है। मेरो त बेनै हो। सोसियल गएन रहेछ त्यो चाइना टाउन घुम्न आयो आज त अनि एकदम इन्जोय भयो नि त समुद्रमा। यसरी जन्मेर अहिले वर्ष भयो पहिलोचोटि। अनि हाम्रो हिरोलाई कस्तो छ? रमाइलो भयो नि एकदम। अनि हाम्रो बाजेले रमाइलो तर अलिक दुःख लागेको छ। के कुरा दुःख लाग्यो भन्नु नि त? धेरै महँगी, पानी खानु पनि अलिक गाह्रो समस्या होइन यहाँ अर्का ठाउँमा हो होइन। हजुरको भन्नुहोस् बरु के छ कस्तो छ? आज चाइना टावर भ्रमण गरेर के कस्तो अनुभूति लिइराख्नु भएको छ? चाइना टावर त भ्रमण त गर्न आयो हामी। खनी त रहेछ नि चुचो त्यस्तो नगरौँ न यार। म गरिब दुखीको मोबाइल कहाँ फाल्ने कुरो गरेँ यार। अब हामी चाहिँ यहाँबाट ओर्लिएर चाहिँ हाम्रो प्रस्थान चाहिँ अब सिधा बातुके भन्छ, बातुकेबाट केएलसिसी हुन्छ, केएलसिसीबाट फेरि हामी रिटर्न फर्केर रुममा आउँछौँ होइन। अब आजको यात्रा चाहिँ केटाहरूसँग भेटघाट पनि भयो होइन, एकदम रमाइलो पनि भयो होइन। अब घुम्यो आज नर्थ त्यहाँ पैसा केटाहरू आउँछ है तपाईँहरूको लागि होइन। अब हामी अब झरिसक्यो है त। फाइनली अब चाहिँ हामी यहाँबाट बातुके केएलसिसी हुँदै अब हामी चाहिँ जान्छौँ होइन। हाम्रो यात्रा चाहिँ एकदम ठ्याक्कै अघि गएकै ठाउँमा आइपुग्यौँ होइन, स्टेसनमा। जस्तो तसो हामी घुम्दै घुम्दै यहाँ आइपुगेको छ गाइज। ल आजको लागि यो समुद्रको भ्लग समाप्त भएको छ। अब निरन्तर रूपमा यहाँदेखि बातुक्यापसम्मको भ्लग र बातुक्यापतिरको सबै अब भ्यूहरू सबै देख्न पाउनुहुनेछ। समाप्त है त ल गाइज। ओके बाई बाई, सी यू।